यहाँहरू सबैमा मेरो राधे राधे। अंग्रेजी नववर्ष 2026 प्रारम्भ हुन गइरहेको छ र म हजुरहरूको समक्ष सिंह राशि भएका व्यक्तिहरूको वार्षिक राशिफल लिएर उपस्थित भएको छु। भिडियोलाई अन्तिम तक पुरा हेरिदिनु होला। सिंह राशि भएका व्यक्तिहरूको पारिवारिक जीवन कमजोर नै रहनेछ, किनकि सालको अधिकांश समय हजुरको वार्षिक कुण्डलीको द्वितीय भावमा शनिको दृष्टिले गर्दाखेरि परिवारको बीच समस्या उत्पन्न गर्न सक्छ र साना कुराले ठुलो विवाद पनि उत्पन्न हुन सक्छ। विशेष ध्यान दिनु होला। सिंह राशिका जातकहरूको 2026 स्वास्थ्य त्यति राम्रो देखिएको छैन। स्वास्थ्यमा उतार चढाव हुने सम्भावना छ। टाउको दुख्ने, पेट दुख्ने, कमर दुख्ने र पेटमा ग्यास बन्ने समस्या हुन सक्छ। खानपिनमा विशेष ध्यान दिनु होला। सिंह राशि भएका जातकहरूको 2026 प्रेम सम्बन्ध अत्यन्त राम्रो देखिएको छ र प्रेम विवाहका इच्छुकहरूको यो वर्ष हजुरको मनोकामना पूर्ण हुन सक्छ। सिंह राशि भएका व्यक्तिहरूको 2026 मा नोकरीको क्षेत्रमा मध्यम नै रहनेछ। धेरै परिश्रम गरे पनि त्यसको सफलता मिल्ने छैन र व्यापारको क्षेत्रमा पनि मध्यम नै रहनेछ। तर चिन्ता मान्नु पर्दैन, 31 अक्टोबरको पछाडि राम्रो परिणाम देखिएको छ। सिंह राशि भएका जातकहरूको 2026 मा आर्थिक जीवन मध्यम नै देखिएको छ, तर सालको अन्तिममा धन लाभको सङ्केत पनि छ। सिंह राशिका जातकहरूले 2026 मा गर्नुपर्ने महा उपाय: महिनाको पहिलो मङ्गलबार गुड र भुटेको चना बन्दरलाई खुवाउने गर्नुहोस् र महिनाको पहिलो शनिबार बगिरहेको पानीमा कोइला प्रवाहित गर्ने गर्नुहोस् र आफ्नो नुहाउने पानीमा 1 चम्मच काँचो दुध हालेर नुहाउनुहोस्। यसले गर्दाखेरि हजुरको जीवन सफल बन्नेछ। यो भिडियो मन परेमा आफ्नो प्रतिक्रिया दिएर धेरैभन्दा धेरै सेयर गरिदिनु होला। धन्यवाद।